सम्पूर्ण साथीहरुमा नमस्कार। म पदम प्रसाद पोखरेल। मेरो घर अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर 4 मा पर्छ। मैले खासमा चाहिँ साथीहरुलाई के कुरा गर्न खोजेको भने जीवन बिमा के हो, किन गर्नुपर्छ, यो जीवन बिमाका फाइदा के हुन् भन्ने कुरामा केही कुरा शेयर गरौँ भनेर लाइभमा आएको छु। हुन त म जीवन बिमाको त्यति दिग्गज व्यक्ति, धेरै अनुभव भएको मान्छे त होइन, तैपनि मैले जीवन बिमा गरेको छु। मलाई लाग्छ जीवन बिमा गर्नुपर्छ जस्तो लाग्छ, किनभने यसका धेरै फाइदाहरू छन्। बिमा पनि कस्तो बिमा गर्नुपर्छ भन्दा हामी रिस्क कभर हुने खालको बिमा गर्नुपर्छ। मैले पनि पहिला बिमालाई ठिकै तरिकाले हेर्थेँ। जब मैले यो तारा प्रसाद गिरी सरको भिडियो हेर्न थालेँ, अन्य आफै पनि अध्ययन गर्न थालेँ केही कुराहरू, त्यसपछि जीवन बिमा के हो, यसका फाइदा के हुन्, यो कहिलेसम्मको लागि गर्ने, कसले गर्ने भन्ने धेरै कुराहरू यहाँ मैले छोटो लाइभबाट बताउनु भन्दा पनि म एकछिन उहाँ तारा प्रसाद गिरी सरकै भिडियो शेयर गर्न चाहन्छु। हजुरहरूले एकचोटि त्यो हेरिदिनु होला र जीवन बिमा किन गर्नुपर्ने रहेछ, कस्तो अवस्थामा जीवन बिमा काम लाग्दो रहेछ भन्ने कुरा हजुरहरूले जान्नुहुनेछ। एकछिन हामी तारा प्रसाद गिरी सरले के भन्नुहुँदैछ हेरौँ है त। हस्त साथीहरू, यो बिमामा म कसरी आएँ भन्ने कुराको कहानी म छोटकरीमा हजुरलाई जोड्छु। हाम्रो एकजना सहभागी, हाम्रो अनलाइन क्लासमा एकजना सहभागी म्याडम बुटोलबाट जोडिनु भएको थियो। अनि उहाँले क्लास लिइरहँदाखेरि अचानक एक दिन चाहिँ उहाँले मेसेज गर्नुभयो, सर म क्लास लिन नसक्ने भएँ भन्नुभयो। अनि के रहेछ भनेर बुझ्दै गर्दा उहाँको श्रीमानको राति अफिसबाट फर्केर आउँदै गर्दा घर अगाडि बाइक एक्सिडेन्ट भएर उहाँको अन द स्पट डेथ भएछ श्रीमानको। त्यस्तो भइसकेपछि उहाँ क्लास आउन पाउनु भएन, उहाँ काजक्रियातिर लाग्नुभयो। त्यही काजक्रियाकै बिचमा म्यामले मलाई के भन्दै मेसेज गर्नुभयो भने, सर हाम्रो बुटोलमा घर छ 3 तले, सर त्यो घर किन्नुहुन्छ र हजुरले भन्नुभयो। म त छक्क परेँ, म काठमाडौँमा बसिरहेको मान्छे, अब बुटोलको घर किन किन्ने? अनि मैले त्यस्तो प्लान छैन म्याडम भने, अरू कोही किन्ने मान्छे भने भनिदिउँला भने मैले। पछि उहाँ काजक्रियाबाट निस्किसक्नुभयो, केही समयपछि उहाँ काठमाडौँ आउनुभएछ। अनि उहाँले मलाई भन्नुभयो, सर म काठमाडौँ आएँ नि भन्नुभयो। मलाई लाग्यो सायद काठमाडौँमाले घर किन्नु भएछ जस्तो लाग्यो। कि काठमाडौँमा घर किन्नुभयो म्याडम भनेको, त कहाँ घर किन्नु सर, हाम्रो त बुटोलको घर पनि लिलाम गऱ्यो, मेरो त एकदम बिजोग भयो, म त अहिले काठमाडौँमा भाडामा बसेकी छु, यस्तै जागिर कतै भए जागिर खोजिदिनु न भन्दै उहाँ रुनु भयो कि। अनि के भयो भनेको त खासमा के भएको रहेछ भने, उहाँको श्रीमानले रिन्धन गरेर घर बनाउनु भएको रहेछ 3 तले घर। अनि जब उहाँको अन द स्पट डेथ भइसकेपछि त अब आम्दानीको स्रोत त बन्द भयो। बन्द भइसकेपछि अब इन्जिनियरिङ पढ्दै गरेको छोराको पढाइ पनि अपुरो, छोरी चाहिँ युके जान एकदम तयार भएको छोरीको त्यो प्लान पनि क्यान्सल। अनि पुरै धराशायी ब्याङ्कले घर, त्यो कतिपयको त ऋण लिएका मान्छेहरू आएर घरमा आएर त्यो बाइक समेत जलाइदिएको उहाँले फोटो पठाउनु भएको थियो कि। त्यो देखेपछि मलाई के रियलाइज भने, मैले उहाँको देखेँ कि त्यो जिन्दगी देखेपछि अरे यति धेरै होइन, कहिले हवाईजहाजमा चढिन्छ, कहिले गाडीमा, नेपालको अब न आकाश सुरक्षित छ न बाटो सुरक्षित छ। मैले पनि ऋणधन गरेर घर गरेरी परिवार त जोडेको छ। भोलि फ्याट्ट मलाई के कुछ भयो भने त मेरो पनि त हालत यो म्यामको परिवारको जस्तै हुन्छ नि त। त्यो दिन मलाई लाग्यो कि सर ओहो। अनि मलाई त्यो बेलासम्म इन्सुरेन्सको महत्त्व मलाई थाहा थिएन। अनि मैले तुरुन्तै फोन गरेर, हजुरले पनि सायद चिन्नुहुन्छ होला, पर्वा गेवाली म्यामलाई चिन्नुहुन्छ होइन, मैले तुरुन्तै उहाँलाई फोन गरेँ, म्याम ल मेरो इन्सुरेन्स गर्नु पऱ्यो भनेर मैले उहाँलाई 50 लाखको अन द स्पट इन्सुरेन्स गरेँ कि। अनि त्यो इन्सुरेन्स गरेँ। अनि मलाई मनमा फिल भयो कि होइन, यदि त्यो सरले, उहाँ म्यामको हस्बेन्डलाई कसैले बलजफ्ती भयो नि इन्सुरेन्स गराइदिएको भए त उहाँ रोडमा आएर रुनु पर्दैन थियो नि त सर। मलाई त्यो चिजले के लाग्यो, ओहो म मेडिकल डक्टर, म मान्छेलाई उपचार त गर्छु, तर हामी भन्छौँ नि डक्टर भनेको दोस्रो भगवान हो भनिन्छ नि होइन, तर होइन रहेछ क्या सर। वास्तवमा डक्टर मात्रै दोस्रो भगवान होइन रहेछ, एउटा इन्सुरेन्स अभिकर्ता जसले तपाईँको जिन्दगी सुरक्षित बनाउनको लागि, फाइनेन्सियल सेक्युरिटीको लागि जसले हजुरलाई राम्रो काउन्सिलिङ दिएर इन्सुरेन्स गर्न प्रेरित गर्छ नि सर, त्यो पनि डक्टरभन्दा कम चाहिँ रहेनछ कि। अनि मलाई लाग्यो आखिर हामीले मान्छेलाई पब्लिक स्पिकिङ सिकाउँछौँ भनेको, कसरी बोल्ने चाहिँ सिकाउने रे, कसरी लिडरसिप गर्ने चाहिँ सिकाउने रे, कसरी भिडियो एडिटिङ गर्ने चाहिँ सिकाउने रे, अनि कसरी आफ्नो जिन्दगी सुरक्षित गर्नुपर्छ भनेर इन्सुरेन्स गर्ने कुरा चाहिँ अवेर गर्नु पर्दैन त, पर्छ नि त भनेर मलाई के लाग्यो। होइन यो कुरा चाहिँ हामीले, अनि यसो बुझ्दै जाँदाखेरि यो इन्सुरेन्स क्षेत्रको फेरि बजारमा बदनामी पनि रहेछ कि।
भनेको इन्सुरेन्स अभिकर्ता यस्तो अनि किन बदनामी भएको छ भनेको त यो क्षेत्रमा नराम्रो मान्छे आएको छ नि त, खराब नियत भएको मान्छे आएको छ, त्यही भएर यो बदनाम आएको छ भनेपछि होइन। कुनै पनि फोहोरलाई सफा गर्न त पहिला फोहोरमा हात त हाल्नुपर्छ नि त, भनेपछि होइन यो क्षेत्रलाई राम्रो बनाउनु छ भने हामी असल नियत भएका मान्छे आउनुपर्छ भन्ने मलाई लाग्यो कि। भनेपछि त्यसको सुरुवात गर्दा म किन नहुने त भनेर पहिला मैले इन्सुरेन्स गरेँ। अनि मैले इन्सुरेन्स गरेपछि अनि होइन यो मलाई राम्रो लागेको कुरा मैले अर्कोलाई किन नभन्ने त। मानौँ मैले मोबाइल किनेँ, मोबाइल किनेर यो मोबाइल मलाई फाइदा गरेको कुरा मैले अर्कोलाई किन नभन्ने त। अनि यो कुरा लिगल सरकारले गर भनेको सरकारकै तपाईँको भनौँ न एउटा पोलिसी पनि नेपालमा इन्सुरेन्सलाई प्रमोट गर्ने भन्ने रहेछ भने यसलाई किन म आफूले प्रमोट नगर्ने भनेर म चाहिँ यो गर्नुभयो साथीहरू भिडियो र त हजुरहरू पनि गर्नुभएको छैन भने जीवन बिमा अवश्य गर्नुहोला। आफन्तहरूलाई पनि गर्नको लागि सल्लाह दिनुहोला। यसका फाइदाहरू, यसको अनिवार्यताको बारेमा पनि सिकाइदिनु होला। हामी पनि सुरक्षित हौँ, हाम्रा आफन्तजनहरूलाई पनि सुरक्षित राखौँ, हामी सबै सुरक्षित हौँ भन्ने कुरा हो। त्यस कारणले जीवन बिमालाई एउटा सकारात्मक सन्देश फैलाउने हिसाबले अगाडि बढाइदिनुहोला, बढ्नुहोला भन्दै सुरक्षित रहौँ, सुरक्षित राखौँ भन्दै हजुरहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद। जय इन्सुरेन्स।